ल गाइस हामी चाहिँ रेस्टुरेन्टतिर हिँडेको है। दामी फुलहरू पनि छन् बाटोमा। हामी त रेस्टुरेन्ट जाने अब सिधै रेस्टुरेन्ट गएर हालिदिन्छु मैले खतरा भिडियो। यस्तो दामी देख्यो नि भ्यूहरू त। यो बाटोमा टन्नै मान्छे हिँड्छन्। हामी मात्रै हो बहर लास्टमा परेको। के भन्यो भाइ? यतैबाट जाऊँ भयो हुन्न र यहाँबाट निस्क्यो। सर्टकट बाटै जाने हो नि यार। तिमी त फोनमा पनि अटाउन्नमै समार यार। कति अग्लो हौ तिमी? यिनी भाइ कति अग्लो छ यार गाइज। फोनमा नि अटाउन्न यार। नै आधी उस गर्छ नि झुकेर हिँड्नुपर्छ यिनीलाई। मेरो हाइट चाहिँ यति सानो हो माया चाहिँ हाइटै बढेन मेरो चाहिँ हाइटै बढेन यार। तिम्रो चाहिँ के खाएर बढो यस्तो हाइट हो नि त। यस्तो अग्लो छन्। यस्तो भ्यूहरू निकाल्न यस्तो दामी लाग्छ मलाई फेरि। उता तलबाट हामी आएको चाहिँ अहिले देखाउँछु मैले। यस्तो दामी पिस ठाउँमा जानु लाग्ने हामी गाइस भन्नै सक्दैन मैले। त्यो ठाउँको बारेमा केही बयानै गर्न सक्दैन। दामी खालको ठाउँ त। टपमा आज जाने होइन समर? आज जाने टपमा नि हामी। के भन न? माथि टाढोबाट पुरै भ्यू देखिन्छ तम्घार एयरपोर्ट। अनि अरू के वास्तव गतिविधि गाइस हेर्नु कति अग्लो छ नि। फोनमै हटाउनु अलि अगाडि जाऊ त। कति सिधै छ नि त पनि गनेर गइन्छ। सेडी पनि गर्ने भने निले आज सेडी गन्छन् कि नि है। हाम्रो प्रकाश दाइ फेरि खतरा थाकेछन् क्या। यस्तो बिस्तारै छन्। पाहाडमा आएको जाने भनेको हामी त माथि ठाडो उसमा हो। मैले देखाइदिन्छु गाइजहरूलाई उहीँ गएपछि माथि। माथि भन्ने डाँडा पुगेर कुन डाँडा जाने त्यही देखिन्छ। यताबाट होइन बाटो हेर्नु न कस्तो। माथि दुईजना अन्त माथि दुईजना छन् केटा भाइहरू। तिनीहरू गइसक्यो कि के गरे अब। नगएको भए त्यही माथि गएर भेटिन्छ। यस्तो दामी देख्यो नि सिन त फेरि। तर यो फोनहरू चाहिँ ठिक छैन क्या। यहाँबाट देखाउन भने फेरि कस्तो देखियो रहेछ र यहाँबाट त्यो मन्दिर चाहिँ हाम्रो गोलाघाट बजारको कार्कीहरूको मन्दिर हो। कुल मन्दिर हो यो चाहिँ। मान्छे घुम्न आउँछन् घुम्न आउँछन्। प्रकाश त खतरा थाकेछ। थाक्दैन मन थाकेछु तर म चाहिँ अलि हिँड्छु क्या। यिनीहरू भन्दा चाहिँ हिँड्छु है फेरि म चाहिँ हरिकै थाक्दैन क्या म चाहिँ। यस्तो दामी हावा लागेको छ नि। घोडाकोट देखाइदिन्छ। यहाँबाट हो क्या हामी आएको। यहाँबाट हो पुग्ने चाहिँ यता माथि डाँडामा टपमा। यो त केही होइन। यसको त अझै डबल तिर्बल जानु। अब चाहिँ मैले तपाईँहरूलाई सिधै भने डाँडामा गएर देखाइदिन्छु ल। 9 त्योभन्दा माथि कहाँसम्म हुन्छ है त। ल गाइस अहिले चाहिँ हामी भनेमा आएका छौँ। भने डाँडामा यस्तो दामी छ नि चिल छ नि रहने ठाउँ त फेरि। गाइज यार हाम्रो गाइजहरू यस्तोहरू बसिरहन्। यतातिर बादल उडिरहन्। ए अनि यस्तो हरिब ठाउँ छ यार। यताखेर हाम्रो सर होटेल छ फेरि यता। के पाइन्छ यहाँ? के पाइन्छ सर यहाँ? के पाइन्छ?
के खाने के खाने भएर सिधै ल यहाँ चाहिँ सबै पाइन्छ है ल आएर ल यहाँ चाहिँ खतरा बनाउनु चाहिँ के बनाउनु लानु भयो लोकल कुक बनाउनु लानु भयो अरे ल बँदेलो अरे ल जङ्गली बँदेलो रे अनि ल यहीँ आउनु ल खाना ल भनेमा हो चिल छ क्या तर ठाउँ चाहिँ जाम जाम ल केटाहरू हामी चाहिँ अब सिधै के अरे वहाँ गएर अब चाहिँ के अरे रेसुङ्गा हो तर रेसुङ्गासम्म अब हेरौँ कस्तो बाटोमा पानी पर्यो अनि अब झन् बेजाती हो झन् रमाइलो हुन्छ अनि अब चाहिँ सिधै हामी पोखरा बिर्दी चौकैमा लगाएले रेसुङ्गा गएर उस गर्छौँ अब ल गाइजहरू अब हामी चाहिँ रेसुङ्गामा सरेर आइसक्यो हो हामी चाहिँ अब रेसुङ्गामा आइयो क्या त त्यसलाई चाहिँ मैले देखाइदिन्छु यस्तो मान्छे चाहिँ टन्नै रहेछ नै केटाहरू मान्छे चाहिँ टन्नै रहेछ नि ल गाइज मजा आउनु गयो तलबाट हामी कति 1 घन्टा आयो अनुसम्म रहनेबाट भर्खर कतिसम्म राम्रा राम्रा तरुणीहरू आउने रमाइलो छ त्यहाँ त भइरहनु भाइ यो त के हो नाचिरहने र चाहिँ को चिच्चाको हो रमाइलो लागिरह प्रकाशलाई नाचेको नहेर्ने हिलोमा केटाहरू कहाँ गएर हरायो ए ल अर्को डनहरू गोरे डन अब यहाँबाट चाहिँ हामी मोठातिर जानु लागेको छौँ टावरमा कति सिट भन्नु तलको चाहिँ के अरे 1 2 3 4 5 6 7 8 9 10 भन्नु पर्दैन समस्या अब अरू चाहिँ माथि गरेर देखाइदिनु ल अब माथि गएर अझै पनि कति टाढा कति बाटो छ अझै पनि आधीभन्दा पनि धेरै छ अरे कति माथि आइसक्यो हामी सिँढी त तल देखिँदै देखिन्न पुरै घुम्दै घुम्दै मात्रै हो तर ठाउँ चाहिँ राम्रो हो घुम्नको लागि जानु त जाम अगाडि बढ्दिउँ बलले कहाँ गयो र आएन त अझै कति माथि रहेछ जाम न सक्यो त सकेन हाम्रो देखाउनु हुन्छ हामी चाहिँ वहाँ तलबाट आइयो मान्छेहरू धरि हिँड्दाखेरि मान्छेको कमी छैन है गाइज सिधै जाने होला आनन्दले बाटो अझै कति छ धेरै हल्लिएर हो क्या त्यति धेरै छैन जाम न त ल जाम त्यसो भए धेरै नभएको अझै आधी है त केटाहरूले त अझै आधी भन्छ नि हाम्रो युट्युब च्यानल गुल्मी भ्लगलाई चाहिँ सबैले सब्सक्राइब गरिदिनु होला है गाइज हामी चाहिँ कहाँ हो पुलिस आयो क्या हो केटाहरू चाहिँ खै दुर्दै उस गरिरहेको न रेस है मैरो जस्तो हो पहिला चाहिँ मैरो जस्तै थियो आजकल चाहिँ कस्तो बनाएर हेरौँ न चाहिँ यसो गर्नु चाहिँ धेरै मात्रै कति राम्रो
भाइ हामी चाहिँ आइयो है ल मोठा मन्दिरमा यस्तो हरि बाडा लाएर यस्तो हरि भइरहेको है अन्त यही हो रेजुङमा ल मोठा मन्दिर यही है गाइस मोठा चाहिँ बाटो लाएर यस्तो भइरहेको रमाइलो चिसो हो बाटोमा आउनु बेला ज्याकेट खोल्नु मन लागिरहेको थियो यार भर त पर्दैन हामी चाहिँ मन्दिरमा जानु हुन्न होला मेन चाहिँ मन्दिर पनि अनि अहिले चाहिँ धेरै राम्रो बनाएको रहेछ मन्दिर है भजन पनि भइरहेको होला नाच्दै होला केटा होला मन्दिरमा चाहिँ यस्तो भिड हुन्छ नि यहाँ चाहिँ युज गर्नु फोटो खिच्नेको मन्दिर चाहिँ यही हो मोठा मन्दिर के मन्दिर हो समाजमा मन्दिरको नाम यो रेसुङ्गा धाम भनिन्छ रेसुङ्गा धाम मन्दिर यही हो यस्तो है गाई चाहिँ माथि चाहिँ हामी चाहिँ अझै माथि जाने हो ल गाई चाहिँ हामी चाहिँ अब टपमा सबैभन्दा तीन तला माथि चढेर आइयो के भर धामै होइन तीन तला माथि चाहिँ चढ्दै हो नि हाम्रो अझै धेरै हो अनि पोखरीमा तलतिरको मन्दिर अनि फेरि यहाँ टपमा अनि सानोतिनो सगरमाथि हो यो गुल्मी एरियाको सबैभन्दा अग्लो उसो गएको हो हाम्रो गन्तव्यमा आइसक्यो अब गन्तव्य यहीसम्म यहाँभन्दा माथि जाने ठाउँै छैन जाने ठाउँ होइन चढ्ने चढो टावरमा चढेन र चढ्नुपर्छ टावरमा त यहाँ चाहिँ सब फोटो खिच्नेहरूको भिड हो है यो चाहिँ सबैले भ्लग बनाउँदै आने उता पनि ल दाइ ल जुदा सबैभन्दा ठुलो जले गरायो हो ल कसले सबैभन्दा ठुलो गराउने ल सबैले गराउनु लगाइरहेको नि गाइस चाहिँ भिडियो अहिले चाहिँ यस्तो चलेको रहेछ यहाँ पनि पहिला चाहिँ यस्तो थिएन है फेरि गाइस यहाँ चाहिँ हामी चाहिँ अब पारि जानु बादल लाएर यस्तो हरि बहको यहाँ फेरि मान्छेहरू पनि धरी छन् फेरि गयो कि केटा टावरतिर मसित आएपछि त घुमिहालिन्छ नि यहाँ ल गाइस अब टावरमा हेर्नुमै कति छन् मान्छेहरू चाहिँ टावर यही हो बुवा यही हो अब चढ्ने हो टावरमा चढ्ने होइन बुवा हजुर रियाउन्न बुवा होइन चढ्नु चढेर यता अलि कुनापट्टि बस्न चाहिँ क्या हुन्न पारी हेर्ने हो के तल हेर्ने होइन तल हेर्ने पनि हो पारी हेर्नु चढ्न मन लागेको भए चाहिँ बाबुका साथ लाग्यो चढ्नु पर्ला बुवा नि हामीसित चढ्ने भन्नुभयो तर त्यहाँ टिकट चाहिँ कति छ कि गाइस टिकट हो टिकट सिस्टम हो बुवा त्यसमा त काम लागेन चढ्ने हो कि होइन यस्तो टिकट काट्ने सिस्टम रहेछ हामी चाहिँ फेरि अब अर्को डाँडामा जान लाहामै यहाँ फेरि अर्को टप डाँडोमा फेरि यो भनेको रेसुङ्गाको इन्डिङ हुन्छ यही हुन्छ है रेसुङ्गाको इन्डिङ चाहिँ हामी त्यहीँ जान लाहा मैले चाहिँ यस्तो हरिभरि बुटा नि यहाँखेरि कस्तो अर्कै हो क्या बुटा चाहिँ ठुल्ठुला कति वर्ष पुरानो होला क्या यहाँको बुटाहरू त होइन समर कति वर्ष पुरानो होला क्या यहाँको बुटाहरू त अनि अर्कै छ क्या बुटा चाहिँ अर्कै छन् कि यो ठाउँको यार रेसुङ्गाको टपमा यही लगायो हामी चाहिँ यहाँ पनि मन्दिर छ फेरि
यस्तो छ यहाँ फेरि छुट्टै रमाइलो हो सबैको छुट्टै भाइब छ अलग अर्कै अलग अलग भाइब छ सबैको मेल दिदी पनि भेटिनु ल के अन्त फोटो खिच्नेको मात्रै लाइन छ त उता पनि फोटो खिचिरहनु फेरि गाइस यो अनुसार मन्दिर ढोक्नु त हुन्न देखाइदियो भित्र भित्र पनि सही छ सर्वमा आँखामै यहाँ चाहिँ यस्तो दामी भ्यू छ यस्तो फुलहरू फुलिरहेको यहाँ चाहिँ यो चाहिँ लास्ट भ्यू है गाइज दामी देखिरह अब हामी चाहिँ झर्न लाग्यो तल यस्तो भिड छ नि गाइज यहाँ यो भ्यू चाहिँ मलाई छोड्नै मन लाग्दैन यहाँ चाहिँ यस्तो हाल्नु के छ चटपट खाइयो हो खानु खाइरहेको उताबाट यस्तै हान्नु तिनमा राखेको 4 मा गयो ल यहाँ चाहिँ यस्तो खतरा चलिरह हामी चाहिँ उता जानुपर्छ ल हेर्नु यता साइडमा उभिन्न त हामी यता चाहिँ यता उभिन्न हामी उता नगर यता पर्खाले त्यहीँ हेरेर है के छ यताबाट यस्तो चलिरहेको यिनले बराबर छ एउटा के हो दुइटै खतरा अग्ला खाने फेरि दुइटा तिनीहरूले के गरिरहन्छ उता रहनु खुसखुस गर्दै केटाहरू त के केटी चाहिँ एकतिर हिँड्छ नि त क्या दामी ठाउँ छ कि तर गाइस छुट्टै रमाइलो खाएको तर गाइस यस्तो फेरि बादल आयो सही रमाइलो भइरहेको गाइस ल आजलाई चाहिँ यति ल